यी हुन् नेपालका 10 चर्चित गेमिङ युट्युबरहरू। नम्बर 10 मिस्टर जुनियर सन्देश जङ ठकुरी, जो मिस्टर जुनियरको रूपमा पनि चिनिन्छन्। उनी गेमर र नेपाली सङ्गीत भिडियो प्रेमीहरू बीचका एक लोकप्रिय व्यक्ति हुन्। विशेष गरी उनी पब्जी र फ्री फायर खेल्छन्। पब्जी बाहेक उनी माइनक्राफ्ट, GTA V र अन्य धेरै गेमहरू पनि खेल्छन्। उनले नेपालका विभिन्न स्टारहरूसँग गेमहरू खेलेका छन्। तीमध्ये नायक निश्चल बस्नेत एक हुन्। उनी 2020 अप्रिल 6 मा युट्युब प्लेटफर्ममा सामेल भएका थिए, जहाँ उनले च्यानलको नाम मिस्टर जुनियर राखेका थिए र उनको च्यानलमा हाल 7,89,000 सब्सक्राइबर छन्। नम्बर 9 CR7 होरा सञ्जन गौतम, जसलाई CR7 होरा भनेर चिनिन्छ। उनी लोकप्रिय गेमर, मनोरञ्जनकर्ता हुनुका साथै धेरै विश्वव्यापी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने गेमिङ समूह होरा स्पोर्ट्सका संस्थापक र सहसदस्य हुन्। होराले 11 सेप्टेम्बर 2019 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। बालेन शाह र अञ्जन विष्ट लगायत अन्य धेरै नेपाली सेलिब्रेटीहरूसँगको सहकार्यमा आफ्नो युट्युब च्यानल मार्फत उनले च्यारिटी लाइभ स्ट्रिमरहरू सञ्चालन गरेका छन्। हाल CR7 होराको च्यानलमा 8,75,000 सब्सक्राइबर छन्। नम्बर 8 4K गेमिङ नेपाल पवनजङ साई ठकुरीलाई 4K गेमिङ नेपालको रूपमा पनि चिनिन्छ। उनी उत्कृष्ट गेमर हुनुका साथै च्यारिटी लाइभ स्ट्रिमर पनि हुन्, जसले खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्न मन पराउँछन्। उनले 18 अक्टोबर 2017 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी नेपाली भाषामा युट्युबमा सबैभन्दा लोकप्रिय लाइभ स्ट्रिमर मध्ये एक हुन्। उनको च्यानलमा हाल 11 लाख सब्सक्राइबर छन्। नम्बर 7 जेरोक्स FF सिजल मोक्तान तामाङलाई जेरोक्स FF को नामले पनि चिनिन्छ। उनी लोकप्रिय गेमर, भ्लगरका साथै कभर गायक पनि हुन्। उनले 18 मे 2020 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी हिन्दी भाषामा भिडियो र लाइभ स्ट्रिमिङ गर्छन् र धेरै दर्शकहरूमाझ लोकप्रिय छन्। हाल उनको च्यानलमा 27,80,000 सब्सक्राइबर छन्। नम्बर 6 टुबी गेमर सन्देश तामाङ, जसलाई टुबी गेमरको रूपमा पनि चिनिन्छ। उनी उत्कृष्ट गेमर हुन् र खाना चुनौती, प्रतिक्रिया र प्राङ्क भिडियोहरू पनि बनाउन अभ्यस्त छन्। उनले 27 सेप्टेम्बर 2019 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी हिन्दीका साथै नेपाली भाषामा पनि भिडियो बनाउँछन्। हाल उनको च्यानलमा 55 लाख सब्सक्राइबर छन्। नम्बर 5 अभिषेक YT सामाजिक सञ्जालमा अभिषेक पौडेललाई अभिषेक YT भनेर पनि चिनिन्छ। उनी एक प्रतिभाशाली गेमर हुन् र आफ्नो लोकप्रिय गर्लफ्रेन्ड युट्युबर गेमर कुसुम YT सँग भ्लग र लाइभ स्ट्रिमिङ भिडियोहरू पनि बनाउँदै आएका छन्। उनले 9 जनवरी 2018 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी हिन्दी भाषामा भिडियो र स्ट्रिमिङ गर्छन्। हाल उनको च्यानलमा 63 लाख सब्सक्राइबर छन्। नम्बर 4 NR जेठ निरज तामाङलाई सामाजिक सञ्जालमा NR जेठ को नामले पनि चिनिन्छ। उनी उत्कृष्ट गेमर हुनुका साथै लोकप्रिय गेमर टोन्डे गेमरका टोली सदस्य पनि हुन्। उनले 26 मे 2022 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी आधिकारिक रूपमा आफ्नो अनुहार देखाउँदैनन्, तर उनका टोलीका साथीहरू टोन्डे गेमरले उनको लाइभ स्ट्रिममा उनको अनुहार देखाउँछन्। हाल NR जेठ युट्युब च्यानललाई सबैभन्दा छिटो बढ्दो युट्युब च्यानलको रूपमा गणना गरिन्छ। हाल उनको च्यानलमा 83 लाख सब्सक्राइबर छन्। नम्बर 3 सुनिता नेपालगञ्जकी महिला गेमर सुनिता थापा मगरलाई सामाजिक सञ्जालमा सुनिताको नामले पनि चिनिन्छ। उनी प्रतिभाशाली गेमर हुनुका साथै लोकप्रिय भ्लगर पनि हुन् र आफ्नो युट्युब च्यानलमा च्यालेन्ज भिडियो बनाउँछिन्। उनले मे 2017 बाट आफ्नो युट्युब यात्रा सुरु गरेकी थिइन्। उनी हिन्दी भाषामा भिडियो बनाउँछिन्। उनलाई एसियामा सबैभन्दा धेरै महिला सब्सक्राइबरको रूपमा पनि गणना गरिन्छ। हाल उनको च्यानलमा 1 करोड 3 लाख सब्सक्राइबर छन्। नम्बर 2 लाका गेमिङ इटहरीका बेलिन कटेललाई लाका गेमिङको नामले पनि चिनिन्छ। उनी उत्कृष्ट गेमर हुनुका साथै भ्लगर र मनोरञ्जनात्मक स्ट्रिमर पनि हुन्। उनले 20 जनवरी 2019 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी हिन्दी भाषामा भिडियो र लाइभ स्ट्रिम गर्छन्। हाल उनको च्यानलमा 1 करोड 8 लाख सब्सक्राइबर छन्। नम्बर 1 टोन्डे गेमर नेपालगञ्जका सर्जु गिरीलाई सामाजिक सञ्जालमा टोन्डे गेमरको रूपमा पनि चिनिन्छ। उनी उत्कृष्ट गेमर हुन् र ब्लगिङ भिडियो, रियाक्सन भिडियो र च्यारिटी लाइभ स्ट्रिम भिडियो पनि बनाइरह हुन्छन्। उनले 16 फेब्रुअरी 2019 बाट आफ्नो युट्युब यात्रा सुरु गरेका थिए। उनी हिन्दी भाषामा भिडियो बनाइरहेका हुन्छन्। उनी नेपाल र भारतमा मात्र नभई एसियाभरि लोकप्रिय छन्। उनको च्यानलमा हाल सब्सक्राइबर लगभग 2 करोडको नजिकमा छन्। र 10 जना चर्चित गेमरहरूमा तपाईलाई सबैभन्दा मनपर्ने गेमर को हुन्? कमेन्टमा लेख्नुहोला।